यसले चाहिँ यस्तो मजाले क्याच गर्छ गाइस। हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हाई अफ सबजना सन्चै हुन्छ होला गाइज, म पनि सन्चै छु होइन। सो गाइज आज चाहिँ होइन यत्तिकै टक्क भिडियो बनाइदिएको होइन, त्यो सबैजनाले हेरिदिनु होला। अनि यति बेला चाहिँ म टक्क होइन बाहिरतिर छु गाइज होइन। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ बाँदरहरू आएका छन्, सर पारामा देख्न सक्नुहुन्छ यति धेरै। यहाँ चाहिँ बाँदरहरू मजुर होइन टक्क यति धेरै आउँछन् गाइज होइन। टक्क आज मजुर पनि आयो भने तपाईँहरूलाई देखाउने छु मैले चाहिँ। देख्न सक्नुहुन्छ कति ठुलो हो। अनि यो चाहिँ हाम्रो एउटा लजाउने बाँदर हो, टक्क खालि लजाएर बस्छ, देख्न सक्नुहुनेछ तपाईँहरूले। टक्क लाएर यसरी बसिदिन्छ यो फेरि सर र यहाँ लजाइ बस्छ। यो केही गर्दैन, यो लजाउने मात्र हो टक्क खालि टक्क घोसे मान्छे लाएर बस्छ यो बाँदर चाहिँ होइन। अनि यता अझै पनि बढी धेरै बाँदर आएको थियो गाइज होइन। अहिले चाहिँ गयो, अब मैले हल्का खाना राखिदिन्छु। अनि बाँदर चाहिँ एकदम सबै कट्ठाउँछन् गाइज। अनि त्यसपछि हेर्नु होला, म चाहिँ यिनीहरूलाई रोटी अनि दाल ल्याइदिएको छु। ल कता गयो ल। यता चाहिँ बाँदर कता गएका छन् गाइज, देख्न सक्नुहुन्छ। यहाँ ल्याइदिएर आएको, यहाँ चाहिँ यो बाँदर आएको छ, देख्न सक्नुहुन्छ मेरो पछाडि। अब यसलाई चाहिँ मैले दिन्छु होइन। ल यसले चाहिँ यस्तो मजाले क्याच गर्छ गाइज, देख्नुभयो कि होला। टक्क उता चाहिँ हाम्रो एउटा लजावटी बाँदर आएको छ। यो चाहिँ यस्तो ल यो चाहिँ एकदम लजाउने बाँदर हो, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो पछाडि छ, ठिक टक्क हेरिरहेको छ। ए आयो लिएर गाइज, दुगुरिहाल्यो। यो चाहिँ यस्तो मजाले खाइदिन्छन् गाइज होइन। टक्क तातो परोठा भर्खरै बनाएको, उता पनि अर्को बसेर खाएको छ। सो यहाँ चाहिँ बिहान एकदम धेरै आएका थिए गाइज, अहिले चाहिँ जम्मै कता गयो। अनि यो चाहिँ हाम्रो हाई हेलो, यस्तो मजाले खाइरहेको छ गाइज, तपाईँहरूले देख्नुभयो कि होला। टक्क लाएर यो चाहिँ लास्टै डराउँछ। यता चाहिँ यो एउटा हाम्रो अल्छी बाँदर छ, एकदम अल्छी। यो चाहिँ अल्छी हो, यो चाहिँ अल्छी बाँदर देख्न सक्नुहुनेछ तपाईँहरूले। सो गाइज देख्न सक्नुहुन्छ बिहानै यहाँ चाहिँ जनताहरू आउनुभएको रहेछ। अनि सबैलाई मैले चाहिँ नास्ता दिएको छु, मैले चाहिँ बिहानै। मेन सर चाहिँ यता हुनुहुन्छ, अरू नै माथि हुनुहुन्छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। टक्क तपाईँहरूले देख्नुभयो होला, बिहानै सबैजना आउनुभएको छ यहाँ चाहिँ सर र लाएर। तपाईँहरूले देख्नुभयो होला मजुर चाहिँ यता आएको छ, अनि बाँदर चाहिँ त्यहाँ बसेका छन्। सो टक्क अरू अब अलि पङ्कवाला मजुर पनि आउँछन् यहाँ। अनि यो चाहिँ अहिले टक्क आइसकेको छ गाइज होइन हाम्रो पिजीमा। अहिले चाहिँ यतैतिर चढ्छ अनि त्यसपछि बल्ल जान्छ। अरू पनि आउँछन् गाइज होइन, योभन्दा ठुल्ठुला मजुर पनि आउँछन् अहिले। सो त्यसपछि देखाउने छु तपाईँहरूलाई चाहिँ। अहिले चाहिँ फिलहाल एउटा मजुर देख्न सक्नुहुनेछ,
यो चाहिँ भाले मजुर हो। यसको चाहिँ पंख आएको छैनन् अनि पंखवाला मजुर नि आउँछ गाइज हैन। टक्क देख्न सक्नुहुनेछ कसरी हिँडिरहेको छ यो चाहिँ। टक्क देख्न सक्नुहुनेछ मेरो पछाडि चाहिँ मजुर छ गाइज हैन। यो मजुर अनि पोथी मजुर पनि आउँछ अहिले। सो गाइज तपाईहरुले देख्न सक्नुहुनेछ यत्रै बच्चा लिएर आएको छ अनि यसको लागि चाहिँ मैले यहाँ आटा राखिदिएको छु अनि अर्को चाहिँ यहाँ उफ्रिरहेको छ। ल ल ल गाइज त आइरहेको छ यता देख्न सक्नुहुनेछ बेबी बोकेर टक्क लाएर। बेबी कस्तो बवाल देखिरहेको छ गाइज हैन। टक्क बच्चालाई चाहिँ आउन खोजेको छ गाइज हैन। टक्क यता अर्को नि छ। अब यो चाहिँ गयो पुच्छु ठाडो पार्दै। ओ यहाँ चाहिँ बाँदरहरू धेरै आउँछन् गाइज हैन। बाँदर अब एकछिनपछि मजुर पनि आउँछन् यतै चढ्नको लागि। हुन्छ बाँदरले चाहिँ यस्तो पोक्दिएको छ यसले अनि मजुर चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले उहाँ त्यो बिल्डिङमा आएको छ अनि मजुर चाहिँ अहिले यतातिर आउँछ हैन। सो देखाउने छु तपाईहरुलाई यतातिर आयो भने। सो हैन मजुर चाहिँ आइसकेको छ हैन। अब तपाईहरुलाई मैले चाहिँ देखाउने छु। अब बाँदर देख्न सक्नुहुनेछ यता यतातिर छन् अनि मजुर पनि आइसकेको छ गाइस। सो तपाईहरुलाई देखाउने छु मैले चाहिँ एकदम बवाल छ मजुर चाहिँ यतातिर चढ्न आएको छ। सो देख्न सक्नुहुनेछ मजुर चाहिँ बवाल देखेको छ गाइस। देख्न सक्नुहुनेछ यस्तो सेल पेड छ। यो चाहिँ उतातिर जान्छ होला हैन। ल मजुर चाहिँ देख्नुभयो ल तपाईहरुले मजुर हेर्न आएको छ। मजुर चाहिँ उतातिर गइसकेको छ। सो गाइस आजको भिडियो मेरो यति नै। हजुरहरूलाई के कस्तो लाग्यो गाइस लाइक कमेन्ट गरिदिनु होला अनि साथमा यस्तो भिडियो हेर्नको लागि गाइस च्यानललाई सब्स्क्राइब नि गरिदिनु होला। सो बाइ गाइस।